चस्मा लगाइदिन्छु। तिमीले यहाँ चस्मा लाएर यता हेर्ने बहाना बनाएर तिमीले कता हेरिरहेछौ? कतै पनि हेरेको छैन। सुन यता सुन, आज म फुल म आज सुत्नेवाला पनि छैन, बुझेनौ? म आज सुत्नेवाला छैन मतलब तिमीलाई म सुत्छु भनेर जान्थेँ म लाइभ, पानी सुत्थेँ म, बुझेनौ? आज सुत्नेवाला पनि छैन, केही पनि गर्नेवाला छैन, बुझेनौ? आज म फुल अन टाइम लिएर आएको छु लाइभ बस्नलाई। के को लागि चाहिँ? त्यतिकै बस्नु मन लाग्यो त्यही भएर, त्यतिकै नि। मतलब आज तिम्रो मुड छ? आज चाहिँ मुड छ, आज चाहिँ आज लाइभै छ, आज मुड छ, आज खुसी पनि छ, त्यही भएर। ल ल ल नोटिफिकेसन मेरो लाइभको नोटिफिकेसन गइरहेको छैन यार, किन यार? तिमी अहिले फेरि अफ गरिरहेको जस्तो लाग्यो हो? न आइडीमा स्ट्राइक लागिसकेपछि नोटिफिकेसन जाँदैन हो कहिले? हो है, अर्कोबाट आऊ न। छोडिदियो, यही ठिक छ। भ्युवर्सले पर्दैन के, असर पर्दैन। जति हेर्ने मान्छे, खोज्ने मान्छेको अगाडि छँदैछु म, होइन? मलाई खोजेर सर्च गरेर आउने मान्छेको अगाडि छँदैछु। सर्च गर्ने हैन, सबले जो 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 तडपिरा हुनु भइसन्छ सबलाई लाइभ शेयर गरेपछि त एकछिनमा भइहाल्यो। अगाडि छँदैछु म, के गर्नु त अब? तनाव आयो, नोटिफिकेसन आइहाल्नु पर्यो नि। लेट भयो, हल्का लेट भयो, त्यही भएर गरे। यस्तो छ यहाँ, प्लानिङ छ के। लाइन जान्छ के जहिले नि? तिम्रोतिर नि गएको थियो 9:30 मा ठ्याक्कै लाइन काट्छ किन? एक्ज्याक्टली 9:30 मा लाइन जान्छ यार। कस्तो 9:30 मा ठ्याक्कै काट्छ। यो मिली मतमा गरिरहेको जस्तो लाग्यो कि मलाई। हाम्रो लागि हो यो गरे, तिमीलाई थाहा छ कि नै? बुझेन? अब यार यो लाइभ कुलबोय लाइभ जान थाल्यो, अब काट्नै पर्ने हुन्छ खालको छ कि, बुझ्नु? कस्तो रिस उठ्ने सबैलाई। ओके, वेलकम ब्याक टु आवर ब्रान्ड न्यू लाइभ। त्यहाँमाथि आज त 3 चोटि कि 4 चोटि गयो। काट्नु पर्यो, के गर्नु? लाइन गयो कि मान्छे गयो, त्यही त तनाव छ है, बुझेनौ? इन्भर्टर हालेको छुइनँ, केही छैन, तनाव छ यार मलाई छ। मेरो नि छैन नि। मैले चाहिँ किन्न हालेको छ, कहिले मात्रै आउँछु नि त लाइभ, किन चाहियो भन्ने भयो के। नत्र त म हालिहाल्थेँ। अब कहिले आउने मान्छे 9:30 मा त कहिले नकाट्ला नि रातितिर भनेर। अब ठिकै छ। अहिले यो के मन्त्री छैन कि क्या? यो लाइटको के मन्त्री हो? लाइट बिजुली सञ्चार मन्त्री हो। तेरिका यस्ता त हालत छ। विद्युत समथिङ, विद्युत प्राधिकरण बल्ल आयो नोटिफिकेसन। लेट्स गो ग्याङ, लेट्स गो फर 1K शेयर्स यार। च्याट नोटिफिकेसन नभएर पो मसँग यहाँ बोल्न आएको छ। शेयर गर। को उयो मान्छे हरेक कुरामा पनि, बुझेनौ? हरेक कुरामा खोट ननिकाल्दा के। ल ल ल चिस्काको हो के? मैले तिमी पनि लाइभ आउने बित्तिकै नै म तिमीलाई जोइन हुन आएको के, बुझेनौ? बुझिसके मैले। तिमी कोसँग थियौ अहिले? म को? इजु के? इजु? ए लाइभ बस्नु न आजमा। तिम्रो भुपु माया। मेरो भुपु माया कसरी भुपु माया मेरो भयो? तिम्रो एक ताका त खुब चहल पहल थियो त। त्यस्तो हैन नि, त्यस्तो हैन। कपाला चाहिँ यस्तो रे। हैन त्यस्तो हैन। कहाँ हुनु त्यस्तो हैन। भुपु माया रे त, त्यस्तो कुरा त नगर नि तिमी। जिस्काको हो हैन, मैले जिस्काको। मैले जे भन्यो नि तिमी सिरियसली लिइहाल्छौ नि। हैन ए हेयर कट गराएछ नि त्यही भएर देखाएको। हेयर कट हैन, कलर परेको छ। खै कलर परेको छ यतापट्टि। छ्या किन छ्या? के कलर गराएको थियो? यो कलर हल्का हाइलाइट्स भन्छ के, बुझेनौ? हाइलाइट कलर परेको छ। ब्ल्याक गराऊ, अहिले ब्ल्याक गराऊ। ब्ल्याक त किन गराउने हो? च्याट राम्रो देखेछ कि छैन भन त। छ्या ल हेर, ल रोक, ल हेर। कसम नाम देखाएन, कसम। कस्तो देखा भन्दिम? कस्तो? कुखुरा चोर नभन्नु, अरू जे भन्न छ भन। कस्तो थापाको चोरेर भाग्छ नि। त्यो कपालमा कलर लाउँदाखेरि मान्छे कसम भन्नुपर्छ, छप्री जस्तो देखेछ। छप्री नै त हो नि म, बुझेनौ? छप्री नै हो। पहिला त हो, अहिले तिमी ह्यान्डसम भइसक्यौ क्या। होइन ठिक छ, केही भएन। सुन यता सुन, छप्री भन्दा पनि के भन्यो एउटा मान्छेले, ठ्याक्क भर्खर कलर गरेर आइरहेको छु, यस्तो एक्साइटेड भएर आइरहेको छु होइन। यहाँ सुन, त्यो भोलिको यो कलर कालो गरेर आएन भने म त त्यही हो। यता सुन, यस्तो छाती फुलाएर चौडा गरेर यस्तरी आइरहेको थिएँ, बुझेनौ? कलर गरेर यस्तो देखाउँदै यो गर्दै। अनि के भन्दा चाहिँ एउटाले
यसो सोधे भाइ कस्तो देखिरहेको छ मेरो भाइ भनेर यसो सोधे होइन के भन्नु थाहा छ दाइ डली चायवाला जस्तो देखिनु हो भनेर भन्छ के गर्नु भनेर ओ क्या थाहा पाइदिएछ साँच्ची हो बाख्राको पुच्छर जस्तो छ अरे यहाँनिर पैसा खर्च गरेर लगाइदिहाल्यो दाइले तिमीले पैसा खर्च गर्छौ पैसा यो पक्कै नि फ्रीमा आएको भएर लगाओ तिमीले यो त मलाई सब थाहा छ नि तिमीले त एक थाहा पाइदिन्छु नि मैले हो कि नै फ्रीमा हो कि नै कति लोभी सोच्ने हो भनेको लोभी त हो नि मलाई एउटा कुर्ता किनिदिनु पर्छ अरे बाना बनाएको बनाइ भाइ टिकाको दिनमा रोक पठाइदिन्छु चाहिँदैन अब भाइ टिकाको दिनमा अरे लिन्न अब जे पनि आफूलाई फ्री पाइहाल्छ अनि अर्काले त पैसा हाल्नु परेपछि त अनि भाइ टिकाको दिनमा चाहिँ गर्छु हेर न बवाल देखे छैन यो त यो भोलि कालो गरे कस्तो राम्रो देखाएन राम्रो देखे छैन भने च्याट च्याट सोच त पछाडिपट्टि यस्तो छ के पुरै कालो होइन बुझ्यौ तर सुन न एमाले जस्तो देखेछ खुल्दै रे एमाले जस्तो देखेछ अनि तिमी एमाले हो त तिमी त जेन्जी हो म कालो भनौ अब कालो भनौ म त नेपाली हो चाहिँ के भएन लुक्स डजन्ट म्याटर बुझ्यो कि बुझेन कपालसम्म आँखै जाँदैन कसैको को त्यो चुप्पा दिने दिलबहादुर दाइ हो ए दिलबहादुर दाइ बहिनीहरू होसियार दसैँको बेलामा दसैँको ताकामा गरेको जाप पर्वते माया को के हो अब नि दाइ हो त ए होइन दिदी हो अहिले चाहिँ नाना हो मेरो अबुई किन मस्किरा हो र यो गुड बॉय बीच क्या हुआ बीच में तुम्हें गुड बॉय गुड बॉय तुम्हें इसने हाय ऐसे क्यों कर रहे हो ए बोल ना कूल बोल देखो ये इनको आंख मत लगाना ठीक है बोल ना किसको इनको ये नाम लो ना नाम लो नाम नहीं लेते हम अपने बंदे का हम नाम नहीं लेते क्यों भाई क्यों नहीं नाम लेती बंदा शादी से शादी की है तुमने शादी कर ली है एक बार रुको शादी के बाद मत झगड़ो ए छोटा दोन तुम्हारा आवाज है यार थोड़ा नजदीक आके बोलो आवाज इधर नहीं पहुंच रहा है आवाज नहीं आ रही ब्रो आ रही है आ रही है की आवाज जी कहो हाँ छोटा दोन बोलो वो कह रहा है हाँ है सोनिया मजेदार है बड़े मजेदार है ओरा चुप्पा देना मजेदार है चुप्पा देना बाबू खाओ लॉलीपॉप चुप्पा देना नहीं गुड बॉय लॉलीपॉप एक चुप्पा ला ए भयो हेर कोलाई चुप्पा दिएर बस्ने यार लाइफमा खा ये ले छोटा डॉन ठीक है के बन लाग्छ लड़का का चुप्पा मांग रहा है तो क्या हो गया इसको तेरी ऐसी की टेसी छोटा डॉन तेरी ऐसी की टेसी क्या हो गया थोड़ा सा सैड नजर आ रही हो क्या हो गया तुमको नहीं मैं तो ठीक हूँ नहीं तुम्हारे मुंह पे हंसी अच्छा लगता है वैसा कूल बॉय मत करो सही है ठीक हूँ बेस्मा मेरी जान बीचमा के किसकी जाने मेरो नेट गए जस्तो छ है मेरो नेट गएछ बीचमा किसकी जाने हाँ मेरी जान ये किधर गई बीचमा ये क्या सच बोल रहा है नहीं झूठ बोल मेरा भाई है ये देख चस्की नाना देख रो मेरा भाई है मैं इसको भाई बोल कोर मारने कुल भाई तुम दोनों भाई बहन हो तुम बेसमा पूरे फिल्म में बीचमा बहुत अच्छी दिख रही है तू बहुत ये मेरा भाई है पटाखा छोटा डॉन तेरी ऐसी की टेस्टी अच्छा
फूल तुम इतने दिनों से कहाँ पे थे? थोड़ा बीमार पड़ गया था, थोड़ा बेड रेस्ट पे था, थोड़ा बीमार पड़ गया था बीच में, क्या करें। अल्लाह, तुम नजर आती थी मुझे लाइव पे भी, वो अलग बात है कि तुम मेरे साथ मैच नहीं लगा रहे थे। नहीं मैं लाइव नहीं था। आए हो, मैंने तुम्हें कल देखा है। नहीं लाइव नहीं था मैं। कब आया? मैं कभी भी नहीं आया। कल कौन आया था? नहीं मैं लाइव नहीं था, दूसरी आईडी को किसी ने वो पिंटू बुलाना ए तुम्हारा भाई भी आ गया, छोटा डॉन। Goblok siapa ngomong naon goblok orang mana sih ya? Orang mana? एक से ओला Orang mana sih ya? भागौँ है सायद। ला बिर्सेको यार, आबा पनि त थियो त त्यहाँ त यार। बहिनीले मलाई रिक्वेस्ट पठाएकै गर्छ होइन। फ्रेन्ड भएको थियौँ हामीहरू एक दिन, यसो बोलौँला के रहेछ कहानी। हेलो नमस्ते हजुर। नमस्ते। हजुर कहाँ हो र अहिले? लेटाङ। ए लेटाङ हो? मौसम जाँदै हो क्या हो? होइन, ए ठिक छ। मैले तपाईँलाई कति अस्तिदेखि जोइन्ट हुन खोजेको, डिक्लाइन गरेको गर्नुहुन्छ। होइन के थियो त बहिनी, के थियो तिमी भन त। केही थिएन, त्यतिकै बोल्न जोइन्ट हुन मन थियो, त्यति नै। ए ठिक छ भन्नु। ठिक छ त। खाएर बसेको सानो, सन्चै छौ? के गर्नु त? ह्याप्पी तिहार बहिनी। ह्याप्पी तिहार तपाईँलाई पनि दाइ। बहिनी जान्छु ल म, राम्रोसँग बस है। हुन्छ। बहिनी हो कि दिदी हो कि के भन्नु अब है। माया छ सिस्टरै भन्नु पर्दो रहेछ। जोइन त हुनु कि अब जोइन भइसकेपछि के गरेर बस्नु। हेरेको दुईजना यस्तरी बस्यो भने त अलि मजा पनि च्याटलाई पनि अलिकति आउँदैन। स्किप दौडाइ गर्छन् केटाहरूले, अलिकति पनि पेसेन्स लेभल छैन। तर माया छ, जोइन भयो है, रमाइलो लाग्यो। झाप पर्वते माया कुल की छोरी घर की जेठी चट्टै उठ्न पनि गाना लागिरहेछ बाबु। यो डिस्टर्ब गरेको के हो घोषसँग? होइन छैन। कहाँ टुल्लु हजुर तिमी के गर्दैछौ? बसिरहेको छु। आफू भन। तिमी चाहिँ के अहिले मेरो भाइलाई लाइन हानिरहेको हो? कुरा गर्नु टुल्लु हजुर भन्दै ओए म तिम्रो भइसके। ए बाबु मेरो हुनु बाबु तँलाई त म सोध्छु त यार। टुल्लु भन्ने ओए म तिम्रो भइसके। ए मेरो भइसक्यो भनेर लाग्नुभयो। हेर्नु त कुलराई दाइ, के छ खबर दाइ? नमस्कार, के छ खबर? सन्चै छ मेरो भाइ। खाना खाए? भात सात भइसक्यो दाइ। ए ठिक छ। अनि के छ त अरू नयाँ नौलो खबर? दाङमा कतिको गर्मी छ? दाङमा त चलिरहेछ एकदम। दाङमा जाडो छ नि टुल्लु, तिमीहरूमा अब गर्मी बनाउनु पर्छ। यसो डाङको मौसम। बाबु सम्झिहाल, यता सुन। के भन्छन् दाइ? जेठाजुको अगाडि यस्तो कुरा गर्नु ठिक हुँदैन भन्दिनु। टुल्लु भन्ने ओए बुहारीसँग नजिस्किने भनेर। बुहारीसँग जिस्केको छैन, मुख यतापट्टि फर्काइसकेँ मैले। जेठाजुको अगाडि यस्तो कुरा ठिक हुँदैन। टुल्लु भन्ने ओए। ल भनिदिइरहेको छु मैले दाइलाई। भन्ने ओए टुल्लु, तिमी मेरो भइसक्यौ। भनिदिइरहेको छु कि। ल राम्रोसँग बस्नु बाबु होइन? ठिक छ, राम्रो गरी मनको गरी
राम्रोसँग बस्दै गर्नु मेरो भाइ है आफ्नो ख्याल राख्नु यही नै छ के गर्नु भाइ टुलु ल टुलु म यसो म हल्का पछि आउँछु ल टुलु ल दाइ यस्तो कुलबाई दाइ एउटा कुरा भन्न मन थियो त्यही भएर आथे म दाइलाई यता गर याद राख कुरा सुन सुन्नु यता एउटा के भनेको थिएन भने एउटा नानीले अर्चना भन्ने नानीको त्यहाँ के भन्छन् मलाई कुलबाई दाइसँग एकदम जोइन गराइदिनु पर्यो भनेर भनेको थिएन अनि त्यहाँको फेरि के गरे ऊ मृगौला फेल भयो गरे मृगौला फेल भयो मृगौला फेल भएर अनि दाइसँग मलाई जोइन गराएर एकदम बोल्न मन लाहा अनि कुलबाई दाइसँग जसरी हुन्छ जोइन गरेर मलाई भनेको थिएन को हुनुहुन्छ बोला त चल ल आउ त तिमी लाइफमा आउ त नानु त्यसै बोलाएर आउने हो नि त्यहाँ पछाडिपट्टिबाट बोलाउनु पर्यो डाको हाल न डाको हाल ल आउनु पर्यो त्यही भएर मलाई कुलबाई दाइसँग जोइन गराइदिनु पर्यो भनेको थिएन अर्चनाले तिनको ऊ के गरे मसँग के गर्ने खानेको लागि रोटी खाने पनि पैसा छैन दाइ केही पनि छैन माया देखाउने भनिदिनु पर्यो दाइलाई अनि भनेर मलाई मेसेज गरिरहेको थिएन अनि मैले हुन्छ कुलबाई दाइसँग भनिदिन्छु अनि भनेको थिएँ त्यसपछि अनि मृगौला त्यो फेल भएर रहेछ कि दाइ यहाँनिर भिडियो हेरेको आउ त अर्चना तिमी आऊ माथि आऊ घर यतैतिर रहेछ दाइ त्यही भएर भन्ने दाइलाई जसरी हुन्छ भनिदिनु पर्यो भनेर भनिरहेको थिएँ दाइ बोला नाइ सब दिदी बहिनी त उनीहरू आऊ अर्चना भनिरहेको थिइन् अब त्यही भएर मैले हुन्छ अनि दाइसँग कुरा गरिदिन्छु अनि भनेर भनेको थिएँ माथि बोला तल्न डाक्न अहिले पछाडिबाट गएर अर्चना आऊ भनेर डाक अर्चना आऊ के माथि लाइभमा अर्चना भन्ने आऊ है माथि आऊ ल डाक आऊ तिमी ल अझै बेसी डाक्न के हो घरसम्म आऊ छिटो आऊ लाइभमा ए अर्चना भनेर डाक्न के हो यार त्यही भएर भनिरहेको थिएँ अरू के छ त दाइ खबरहरू के हुनु यार त नयाँली चाहिँ तेरो नआएको भिडियो देखिरहेको थिएँ झिल्ली फोडेर पानी सानी ठिक छ अब अरू त ठिकै छ अब के गर्ने बोला चल अर्चना त्यस्तै त चलिरह अरू के गर्नु त त्यस्तै हो हाम्रो यता सुन्नु स्यान्सिलेन दाइको भिडियोले त मार्केट खायो खानै पर्यो यता सुन एउटा कुरा भन्छु यता सुन हजुर दाइ यो यहाँ धेरैजनाले हुनुहुन्छ होइन धेरैजना लेडिजहरू पनि हुनुहुन्छ तेरो तँलाई माया गर्ने तेरो फ्यान फलोइङ तेरो अलिकति लभ गर्ने तँलाई माया गर्ने मान्छेहरू धेरै लेडिजहरू पनि हुनुहुन्छ यतापट्टि सोध्दै हुनुहुन्छ सबैजनाले टुल्लुको चाहिँ चोइस चाहिँ कस्तो हो टुल्लुको चाहिँ मनको राजा टुल्लुको चोइस चाहिँ कस्तो छ भनेर भनिराख्नुपर्छ के हो तेरो चोइस भन् त अब चोइस त अब के हुनु मैले अब टिकटकमा एकदम अलिकति खोजिरहेको छु अब यसो ध्यान दिइरहेको छु चोइस चाहिँ होइन मैले अब आफ्नो दाइलाई चाहिँ एकदम धेरै माया गर्छु कि मैले कुलबाई दाइलाई चाहिँ धेरै जसो तेरो टाउको चोइस भन् भनेको केटी मलाई त माया गर्छ कि यहाँ मान्छे अर्कै सोच्ला नि भन्दैछु म चोइस चाहिँ चोइस गरिराखेका हुन्छु अब सबैलाई चोइस गरेर माया गरिरहेको हुन्छु अब कोही केटीले पनि हेर्दैनन् कसैले पनि मन पराउँदैनन् के भन्छन् भन्दा रिजन के भन्छन् के भएन भन्छन् रिजन भन्छन् टुल्लु बेबीसँग हामीले लभ गर्दैनौँ भन्छन् मैले के भन्छु भने चाहिँ म पनि गर्दैन त्यसो भए लभ भनिदिएको मैले पनि एटिट्युड भयो इगो त्यही भनेर भन्छन् ठिक छ छड्दे यसको पछाडि लाग्नु हुँदैन बुझी कि नै कहिले पनि हजुर दाइ दाङ जाने बसको पछाडि र केटीको पछाडि लाग्नु हुँदैन भन्दैछु केटीको पछि लाग्दैन मैले त्यस्तो काम गर्न छोडिसकेँ आज पनि म एक्लै बनाउँछु भिडियोहरू आजभोलि कसैको पछि पनि लागेको छैन म ठिक छ बबाल होइन यता सुन धेरैजना आउला नै अघि मैले घोस्ट आएको थियो अघि घोस्टले के भन्दै थियो टुल्लु त मेरो भइसक्यो भन्दा याद गर मेरो भाइ यस्तो म त अस्ति नै बसेर अब घोषले चाहिँ स्वाटी लाएर मोटरसाइकलमा स्वाटी लाएर बसालेर अस्ति लगिहालेको मलाई भिडियो बनाउन के खुवाइ त तैँले कता लगेर गए कफी सफी खुलाइ नै हजुर कफी सफी खुलाइ नै कतै लगिने
कहाँ कफी सफी खिलाउने उठ्तिखेरि मोटरसाइकलमा लगेर सट्टी लगाएर भिडियो सिडियो बनाउनु पर्छ त्यही त तेरो हालत छ यही हालत त तेरो मलाई मन पर्दैन यही तेरो तरिका त मलाई मन पर्दैन कहिले पनि टक्क केटीलाई लगिसकेपछि चट्ट कफी सफी खान जाने कतै जाउँ त उल्टो खाइदिन्छ होला उताबाट मोमो किनिदेऊ न भनेर खाइदिन्छ होला त होइन खाँदैन यार अनि कसरी हुन्छ त त्यसपछि भागिहाल्छ नि त सबजना ठिक छ ल बोला अर्चना कहाँ गइन अर्चनालाई बोला यस्तो अर्चनालाई के भएको भने चाहिँ दाइ अर्चनाको चाहिँ मैले हेरेको अनि के भनेको थिएँ मलाई कुलबाई दाइसँग जसरी हुन्छ हात जोडिरहेको थिएँ मलाई जसरी भए पनि मलाई जोइन गराइदिनु पर्यो अनि उहाँको मम्मीको चाहिँ मृगौला फेल भएको रहेछ दाइ होइन एउटा छोरी रहेछन् बुवा पनि नभएको अनि कोही पनि नभएको रहेछन् अनि कुलबाई दाइसँग एकचोटि मलाई जोइन गराएर अनि ठुलो बोल्ने मन छ अनि भनिरहेको थिएँ हिजैदेखि भनेर अस्तिदेखि मलाई म्यासेज गरेको थिएँ मैले त अब त्यतिकै म्यासेज यतिकै हेरेको थिइनँ पछि हेर्दाखेरि चाहिँ अर्चना नानी चितवन हस्पिटलमा बसिरहेको छिन् अझैसम्म हस्पिटलमा कोही छैन दिने मान्छे पनि कोही छैनन् अनि भनेर मलाई जोइन गरौँला है त्यस्तो नभन्नु जोइन उसँग जोइन भएको दाइले जोइन गर्नु भन्नु भन्छ एक दिन भनेर भन्नु मैले के भनेको थिएँ भने चाहिँ म कुलबाई दाइलाई जोइन गराउँछु किनभने कुलबाई दाइलाई जोइन भइराखेको हुन्छ टुल्लु बेबी अनि भनेर भनेको थिइन् अनि मैले भने हुन्छ ठिक छ म गराइन्छु एकदम नाजुक अवस्था छ दाइ ल जोइन गरौँला ठिक छ चल त्यही भएर भनिरहेको थिइन् यता सुन त हजुर तिहारमा मेरो यता देउसी भैलो कार्यक्रम छ त आउन भ्याउँछ कि भ्याउँदैन तेरो टाइम के छ बिजी छ कि तिहारमा चाहिँ अब चलिरहेछ अब के गर्ने तिहारमा त अब भैलीको आकर्षणहरू अब चलिरहेछ अब होइन तिहारको लागि अब एउटा नयाँ भिडियो अब मैले सोचिरहेको छु यहाँ मैले अब नसोच त एकछिन नसोच त्यता सुन त देउसी भैलो खेल्न यता आउन भ्याउँछ कि भ्याउँदैन त अब कस्तो हुन्छ अब म त अब दाइलाई त म त भेट्न आउने हो दाइसँग एउटा भिडियो बनाएरै छोड्छु म जुनै हालतमा भए पनि चल होइन तर म भेट भएका दिनमा भिडियो होइन ब्लग जान्छ ब्लग बुझेको पनि ब्लग सिधै होल डे ब्लग पुरा बवाल गरेर हुन्छ कि भयङ्कर के बुझेको बुझिनै एकदम दुई भाइले तलका मचाउने हो कि मार्केटै खाओ के अब बुझेको बुझिनै मार्केटै खाओ सिधै ब्लग हो ठिक छ धेरैजनाले एउटा कुरा आइरहेको छ त्यो पछाडिपट्टिको भित्ताको फोटो एकलट हेरिदिउँ कि भनेर यसो लग त अरे यहाँ छ कि मेरो दाइको फोटो त मैले यहीँ राखिरहेको हुन्छु बा यो त बवालै छ यार यो फोटो त मास्टर पिस बनाइछ यार तैँले अर्को पछाडिपट्टि त्यो अर्को आँखा ठुल्ठुलो भएको अर्को चाहिँ यो स्याल7 दाइको हो स्याल7 CR7 भने स्याल नभन्नु कस्तो स्याल7 हो र भन्ने दाइको फोटो हो यो बा यो फोटोले पनि त मार्केटै खाएको छ त के हो यो त देख्दै डरलाग्दो खालको फोटो छ त यार तर्साउने खालको छ त यार ल ठिक छ राख माया छ मेरो भाइलाई दाङका सबैलाई दाङका माथिदेखि तलसम्म जति पनि जाना छौ दाङका सबैलाई दाङका स्पेसल मेरा माया गर्ने मान्छेहरू सबैलाई सबैले माया देखाइदिनु भन्दिनु पर्यो दाइले दाइ अब भाइलाई चाहिँ देउसी खेल्न आउने कि नै मैले टिम बनाएको छु एउटा दामी नै देउसी खेल्न आउने हो किन नआउने म त दाइसँग आएर एउटा टक्क लगाएर एउटा भलक बनाउने सोचिरहेको छु भलक पछि बनाउलाई सुने त देउसी खेल्न छ भने भन म टिकट काटेर प्लेन टिकट काटेर बोल देउसी खेलेर टक्क जाला तेरो टाइम बिजी छस् भने मलाई टाइम दे थोरै मेरो भाइ हुन्छ अब आउँछु म जसरी भए पनि अर्चना आइसकेका छिन् दाइ बोला त ल अर्चना आऊ माथि यहाँ धेरै भ्युअर्स भएर होला अर्चना आऊ न आऊ बोला पठाउने मिलिरहेको छैन कि बोलाऊ सानो आऊ बहिनी आऊ बिचारा रोइ गरेर चाहिँ 24 घण्टा मलाई त भस्मै टिट लागिराखे दाइ भस्मै रोक यता सुन बहिनीलाई बोलाऊ राम्रोसँग बोलाऊ बहिनी आइहाल प्लिज आइहाल बहिनी आया छिन् तर मेरोमा यो मोबाइल ह्याङ भएर एसएबी देखाइराखेन के ह्याङ चाहिँ कसरी भयो मेरो भाइ मेरो मोबाइलमा फेरि एसएबी देखाइराखेन एसए पठाइरहेको छिन् तिनको चाहिँ के भएर रहेछ भने चाहिँ खासमा चाहिँ यस्तो भएर रहेछ दाइ मैले कुरो हेर्दाखेरि यस्तो रहेछ दाइ मैले बुझिसकेँ तेरो कुरा तैँले मलाई 10 चोटि भन्छ मैले बुझिसकेँ अब बहिनीसँगै बोलाएर बहिनीलाई कुरा गरौँ म कतिचोटि त्यही त ल
बहिनी आऊ 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 नानी अब कता छौ तिमी हैन एसबी भइराखेन के मेरोमा धेरै उ भएर मोबाइल ह्याक आन्दिएर दाइ बोलाउन दुई दाजुभाइ मिलेर दुईटा दाजुभाइ मिलेर टक्क लागेर बोलाउनु पर्यो अब मैले भनेको छु आऊ आऊ नानी अब कता छु तिमी हैन आऊ 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 ल अर्चना नानी आऊ है आऊ पक 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 अर्चना छ त्यो फोटामा उवाला छ दाइ पक पक पछाडि जा अलिकति बोलाऊ ल मेरोमा एसडी देखाएको छैन कि दाइ भइराखेन कि नानीको मलाई पठा भन्छ रिक्वेस्ट मलाई के नाम छ भन्छ भाइ मेरोमा अर्चना छ दाइ मलाई यहाँ देखाएको छैन कस्तो रोएर यहाँ हिजोबाट रोइरहेर दाइसँग मलाई जसरी हुन्छ जोइन गराइदिनु पर्यो मसँग केही छैन अनि बसमै एकदम के अर्चना पाठक हो अर्चना के छ पाठक छ अर्चना यतातिर मम्मीको फोटो पनि राखेको छु त्यहाँ एक साइडतिर त्यहाँ यहाँनिर देखाएको छ यहाँनिर पेटको त्यो भएको ओहो कुन आइडी हो के हो यार च्याट यसो देखाउ त च्याट अर्चना छ दाइ अडिनु अर्चना छ के नाम छ भने चाहिँ यहाँ मलाई धेरै भ्युअर्स भएर देखिराखेन अर्चना छ यस्तो वाला कोट लगाएको छ दाइ कोट लगाएको अनि त्यसपछि कालो कोट लगाएको अनि यस्तरी साइड यस्तरी हेरेको ए कालो कोट लगाएको साइड हेरेको आइन क्या हो आइन दाइ को अर्चना हैन को आए दुईजना ए राजा निक्ले भाइ निक्ले त यो अर्चना हैन तले अर्कैले बोलाएको रन पक त को आकांक्षा हो दाइ इंग्लिश पढ्न नआएर अर्चना भनिरहेको छ हो च्याट आकांक्षा हो तेरिका यार कहाँ कुन स्कुल पढ्यो यार के गर्नु अजिबै छ यार यो भाइको त पारै बेग्लै छ यार आकांक्षा रहेछ कि अर्चना भन्दै रहेछ च्याट मैले भेट्दै भेटेन यार भन त फुल नेम भन त फुल नेम AKANXY होइन त्यस्तो केही छैन च्याट म बोलाउँछु म बोल्छु यताउति गर्छु सपोर्ट गर्ने बेलामा सपोर्ट गरौँला होइन त्यस्तो केही छैन यार अरे यार बुझेन सबैलाई माया छ च्याट स्ट्रङ लेडी 755 हो स्ट्रङ लेडी भयो ओके एक सपना लगता है आया है सम केही छैन एकछिन बस्नु ल हेलो नमस्ते दाइ नमस्ते बुनु नमस्ते हिनीलाई हो दाइ कहाँ छौ बहिनी
यिनको मम्मीलाई त्यो भएको अरे के नेटै स्लो चलेको छ अरे भन न भन नेट स्लो चलेन उता चलिरहेको छ बहिनी देखिरहेको छ तिमीलाई भन न भन आफ्नो मरमा भन त आका ओ टुले त एकछिन बाहिर निस्के मेरो भाइ बाहिर निस्के त ओ आइडीलाई लिएर बाहिर निस्के त एक्लै मात्र नजा आफ्नो आइडी पनि लिएर जा सँगै ल अरे आफू मात्रै भाग्न अब ल हेलो बहिनी हजुर कहाँ कता छौ तिमी टुलीले जोइन गर्न चाहन्छु भन्दै थियौ तिमीले म यता हस्पिटल छु के भएको भनौँ नेटै स्लो चल्यो दाइ तिम्रो आइरहेको छ आवाज आइरहेको छ क्या काटेर जोइन हौ फेरि च्याट अलिकति नमान्नु होला है अलिकति अल्छी नमान्नु होला किन थाहा छ अलिकति उ पनि नमान्नु होला यो स्किप नलेख्नु होला है किनकि बुझ न यार च्याट कोही मान्छे जोइन हुनु खोजिरहेको छ बोल्नु खोजिरहेको छ बहिनी चाहिँ गयो बहिनी काट्यो काट्यो एकैछिन पक्नमा बोलाउँछु फेरि ओके च्याट त्यस्तो नसोच्नु होला है त्यो सोच्नु हुँदैन त्यस्तो कुराहरू अल्छी लाग्यो गऱ्यो त्यस्तो नभनौँ ओके एक्सेप्टै भएन च्याट एक्सेप्टै भएन मैं भी इंटरनेट है हेलो हेलो बहिनी हजुर नेटै चलिरहेन कि यता अहिले हस्पिटलमा छु कहाँ हो तिम्रो घर मेरो घर यता दलदले हो कता हो दलदले भनेको चाहिँ नलपरासीतिर नलपुर के भएको मम्मीलाई किडनीको समस्या मृगौला नि ड्यामेज भयो भनेर अनि फोक्सोमा पानी जमेर पेट ठुलो भएको के अनि शरीरहरू पुरै सुन्निएको छ जेन्डिस भएर आँखाहरू सबै पहेँलो भयो जेन्डिस बिग्रेर अनि हामीले तिमीलाई कसरी हेल्प गर्न सक्छौँ त बहिनी अहिले त आइसियुमा हुनुहुन्छ जो 9 दिन भयो आइसियुमा बस्नु भएको हामीले तिमीलाई हेल्प कसरी गर्न सक्छौँ मेरो बहिनी नलजाऊ दाइ जस्तै हो म तिम्रो दाइ हो भन्न पाउँछौ तिमीले मैं तपाईँको लाइभ पहिल्यैबाट हेरिरहन्थेँ कि अनि तिम्रो के छ ब्याङ्क एकाउन्टहरू के छ यो खाताहरू मेरो सेवा छ एकाउन्ट त मैले बनाएको छु ब्याङ्क एकाउन्ट बनाउनु न सेवामा त लिमिट के हुन्छ बुझेनौ ब्याङ्क एकाउन्टहरू बनाऊ म भोलि जान्छु अनि भोलि भोलि भन्दा नि कोही नजिकको मान्छेहरू हुनुहुँदैन कोसँग छौ तिमी नजिकको एउटा दाइ डाक्टर यहीँको डाक्टर हुनुहुन्छ अनि उहाँले हामीलाई धेरै हेल्प गर्नुभएको छ अनि उहाँले एकाउन्ट दिनुभएको थियो अनि एउटा टिका खटेवटा भन्ने दाइले नि हेल्प गर्नुभएको थियो अनि क्याटिन दिदी हुनुहुन्छ नि हाम्रो
क्याटलिन दिदीले पनि अनि मैले सबै कुराहरू भनेको थिएँ अनि 25,000 हेल्प गर्नुभएको थियो अनि उहाँले हेल्प गरेर अहिलेसम्म पुगिरहेको छ यताउता गर्न। ए ठिक छ ल ल अब हामीले कसरी हेल्प गर्न सकिन्छ के गर्न सकिन्छ म तिमी मलाई टेक्स्ट गर न यसमा है बहिनी ल। अनि तिमी पनि ब्याङ्क स्याङ्क छैन यताउता छैन भनेपछि त अब केसमा हालिदिनु त भाइ हामीले होइन। चल अब तँ छोडिदेऊ तिमी एउटा म्याच एक्सेप्ट गर मसँग है म्याच एक्सेप्ट गर है। यहाँ अनलाइनमा पनि धेरैजनाले तिमीलाई हेल्प गर्नुहुन्छ है कुल बोइदाईको तर्फबाट एक्सेप्ट गर सानो। कति क्लासमा पढ्छौ तिमी? म 12मा। 12मा अब 12 इक्जाम दिइरहेको छौ? ए एक्सेप्ट हान न एक्सेप्ट मेरो रिक्वेस्ट एक्सेप्ट हान त। एक्सेप्ट गरेको मलाई फेरि पठाऊ त उताबाट पठाऊ त बहिनी ल है। म यताबाट पठाउँछु पठाऊ त च्याट लेट्स गो ओके लेट्स टार्गेट फर 100K पोइन्ट्स ओके। मिलिरहेको छैन त दाइ। यता पनि आएन बहिनी पक्क त म काटेर आउँछु ल फेरि। च्याट अब के छ कि भन्दाखेरि अब धेरैजनाको मनमा पनि लागिरहेको होला होइन फेक हो कि यो हो कि यताउति हो हेन तेन भनेर धेरैजनाको मनमा पनि आइरहेको होला। धेरैजनाको कमेन्ट पनि देखिरहेको छ तपाईँ दाइ नगर्नु ल नपत्ताउनु ल यस्तो यताउति भनिरहेको छौ है। तर ठिकै छ यो एक म्याच लगाउँछु म। एक म्याच लगाइसकेपछि लेट्स गो। अब ब्याङ्क एकाउन्ट बनाउनु पर्छ यो सेवामा चाहिँ बुझेनौ। सेवामा चाहिँ यो लिमिट सिमिट लागेर 1 रुपियाँ 2 रुपियाँ गरेर सेवामा लिमिट लगाइदिन्छ कि लगाइसकेपछि अलिकति मजा आउँदैन ओके। भोलि पनि सपोर्ट गराउन बहिनीलाई ब्याङ्क स्याङ्कमा भने ओके। राम्रोसँग बस च्याट त्यो त्यस्तो कुराहरू नसोच है। त्यो झुटो सुटो त्यस्तो छैन यहाँ च्याट झुटो हुँदैन छड्दियो त्यस्तो नगर के है। मलाई चाहिँ त्यस्तो लागेन। आई विल सपोर्ट हर ओके। एक्सेप्ट गर आज गरौँ 100K पोइन्ट्स टार्गेट राखौँ है। 100K पोइन्ट्स 100K पोइन्ट नभएसम्म छोड्दैन है कुल भाइले ओके। 100K पोइन्ट्स टार्गेट राखौँ। जति पनि जना यतापट्टि क्युटी आइएम प्रकाश कोले यतापट्टि रोज सोचतिर 0000 अधुरो माया कसको यहाँ के आइरहेको छ नि उतापट्टि गएर माया गरिदिनु होला उतापट्टि गएर माया देखाइदिनु होला ओके। हाम्रो च्याटमा स्प्याम भएको सेवाहरू अलिकति फेक पनि हुनसक्छ बचेर है झुकेर हालिदिनु होला कोही अर्कैकोमा ओके। लेट्स डू दिस। एक सपना छाया है आया एप्रिशिएट ओके। एप्रिशिएट टू कैटलिन एज वेल यार मैन। नेता बन्न जानुपर्ने लाइभ बसिराख्नु भएको छ अरे नेतै त हो नि कुल भयो भने टिकटक लाइभ गयो फेरि बुझ्यौ नि टिकटकको नेट स्लो छ दा रे माया देखाइदियो च्याट ओके। आज झ्याउ लाग्यो त हेरे के भएकै छैन भर्खर आइरहेको छु मलाई यार च्याट यार पखाउन एकछिन अहिले जोस जागर देखाउनु बहिनीलाई बोलाऊ यार त्यो बहिनीलाई अर्चनालाई आकाङ्क्षालाई अर्चना आइरहेछ म रेडी छु सर बोलाइरहेको छु एक्सेप्ट भइरहेको छैन के मैले अघिदेखि बोलाइरहेको छु म मजाक गरेको नि बोलाएँ फेरि एक्सेप्टै भइरहेको छैन
यत्तिका बहिनी आऊ त सानो आउनै छोडौ त नेट स्लो छ हस्पिटल बाहिर जानु न हो स्याड यार स्याड ओके के गर्ने त च्याट के गर्न सकिन्छ यार नेट स्लो भोलि जोइन होला बहिनीसँग त्यसो भए है ओके भोलि जोइन होला रेडी भएर बसिरहेको थियो होला केटाहरू आउँदैछ लेट्स गो फर 100K पोइन्ट्स ओके 100K points. Let's go for 100K points. Okay. Oh, na na. एकैछिन च्याट एकैछिन हो क्या अल्छी लागिरहेको होला फेरि कति पऱ्यो भनेर तनावै छ ला 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 Yo, Mr. Cool Boy. Yes, Avengers. What's up, my bro? I'm good, bro. Bro, long time no see you, man. Yes, I was out because I was a bit sick. Hospital. Oh, sorry to hear that, man. Now you okay? Yeah, I'm okay. Oh, so how is everything? Everything is good, bro. Are you in Nepal now? No, bro. You don't lie to me, man. I'm not in Nepal, bro. No, I'm not in Nepal. I'm in Indonesia right now. Kamu boleh paham bahasa Indonesia? Bahasa Indonesia? No speaking Indonesia. I'm English. Oh, you English? Yeah. Namaste. Namaste. No. Abangjon, listen. I just call you, but I have urgent call here. I have urgent call to attend. Okay. Bro, I'm very happy, man, to see you again, man. I thought. Love you, man. I thought maybe. Okay, man. Thanks so much, man. Salute. गाह्रो छ सलुटै छ च्याट लेट्स गो फर 100 हो सेट यार बहिनी तिम्रो नेट त अड्केको गरौ त यार नेटै चल्दैन नेट त अड्केको गरौ त के भयो यस्तो चल्यो चल्यो यतिकै बस चल्यो ह कहाँ छौ तिमी कुन हस्पिटलमा छौ भन त म यता भरतपुर सरकारी हस्पिटलमा सरकारी हस्पिटल छौ भरतपुर सरकारी हस्पिटल नजिकमा केटाहरू ग्याङहरू जति पनि जाना छौ बहिनीलाई चाहिँ प्रब्लम नहोस् है यसो गर हालचाल बुझ्दिनु हालचाल बुझ्नु जानु बहिनीको मम्मीलाई पनि प्रब्लम नहोस् ओके एक्सेप्ट गर बुनु आयो एक्सेप्ट भन त एक्सेप्ट गरेको कस्तो ठिकै राख के
सुजन भरतपुर यता भरतपुर सरकारी हस्पिटल। मलाई पठाऊ बहिनी, मलाई पठाऊ। अघि गइरहेको थिएँ तपाईँलाई पठाऊ त। उता क्यान्सल गर्नु त तपाईँले। क्यान्सल गरिसकेको छु। के भएको यो? डाटा छ कि मेरोमा? डाटा डाटा चलाएको हो। यसो बाहिरतिर निस्कन, त्यहाँ अलिकति हस्पिटलभित्र आउँदैन क्या, छिर्ने नेटवर्क छिर्ने बाटो हुँदैन नि त। नजिकको केटाहरू जति पनि जानु हुन्छ नजिकको गाउँहरू होला है। चल्यो? पठाऊ अब। मिलिरहेको छैन। आयो नेट हो च्याट यार। तिमीले अपडेट गरेको छौ? आज त नेटै। टिकटक अपडेट गरेको छौ? टिकटक अपडेट गरेछौ? किन चलेन त बुनु? गाह्रो पो पर्यो त। सपोर्ट हुन्छ कि भन्नु। एक फेरि काटेर आउँछु ल बहिनी पख। यत्तिरी बेवफा ये भी क्या याद नहीं। हेलो दाइ, खाना खानुभयो? भइसक्यो। बहिनीसँग कन्ट्याक्ट गर यार, सेवाहरूको उसको लागि, ब्याङ्कको लागि हो कि जोइन होला यार। भोलि पनि के छ त, त्यस्तो केही पनि छैन बुझेन। त्यस्तो फ्रेन्ड नभएर हो कि रे? फ्रेन्ड हामी साथी नै छौँ त, फ्रेन्ड छौँ। क्या हुआ तेरा बता। भोलि जोइन गराउँला यार, ठिक छ? ट्राई गरिरहेको छु म, अघिदेखि ट्राई नै गरिरहेको छु। च्याट कस्तो पताउनु हुँदैन, कसरी देखाउँ म अब? भर्खर स्क्रिन यतातिर फर्काएर देखाउँछ। भर्खर पठाएदेखि देखेन। ए नेटै चलिरहेको छ। भोलि जोइन गराउँला नि त, के छ र? भोलि हामी आज त सकिने त होइन, आज त हुने होइन, बुझेनौ? भोलि पनि जोइन गर्नु, भोलि आयो भने। ओके च्याट। वी वान्ट गङ्गु धेरैजनाले के लेखिराख्नु भएको म त अचम्म लाग्छ। कहाँबाट लिएर आउँ मैले यार? गङ्गुले लाइभ हेरेको छ भने आऊ त गङ्गु। गङ्गु लाइभ छ हो? म त बोल्दिनँ, मलाई केही छैन, माया छ।
पहिला पनि आइडीमा बोलेकै थिएँ। जोइन हुन नपाएर तनाव भयो कि मलाई त यार। बहिनीको नेट स्लो छ, भोलि गरौँला जोइन है। तिम्रो मनमा के छ के छ? मैच Oh my god, big fan cool boy. कहाँ छौ? म केटीएममा छु के? कहाँ? केटीएम कलङ्की। केटीएम बस्छौ? हजुर। घर नगएको तिहारमा? नगएको नि। ए गाह्रो रहेछ। कोही छैन त्यही भएर नगएको। कस्तो दाजुभाइ हुनुहुँदैन कोही पनि? छ तर मेरो लागि छैन। मतलब? पैसाको लागि मात्र छ, मेरो लागि छैन। Oh my god, म त बिग फ्यान, म त हजुरको त जहिले हेर्छु के। साँच्ची के भनेको तिमीले? के हो भन त? पैसाको लागि छ, तिम्रो लागि छैन भने के हो? पैसाको लागि सब छन्, पैसाको लागि कोही छैन। मेरो आई एम अलवेज अलोन। एक्लै छौ तिमी? तिमीले त अनि मलाई फलो गरेको रहेछौ डोना फुच्ची। के हजुरले दिनुहुन्न फलो ब्याक अनि? मैले फलो ब्याक दिए। तिमी एक्लै छैनौ, आजदेखि म छु तिमीसँग। बुझेनौ? साच्ची? साच्चीकै छु त। अस्ति क्या हावा बोल्छ सबैजना। फलो ब्याक गरिसकेँ मैले तिमीलाई, हेर त। फेरि म रुइदिन्छु यस्तो भन्नु भने। होइन नरो, हेर डोना फुच्ची नरो। कसम भनेको कोही छैन, यस्तो म हुन्छु भन्दाखेरि कस्तो फिल आउँछ के। ठिक छ केही छैन, बुझेनौ? तिम्रो दाजुभाइहरू कोही छैनन् भने म छु तिम्रो लागि। बुझेनौ? थ्याङ्क यू सो मच। ठिक छ डोना फुच्ची, राम्रोसँग बस्नु। एक्लै बस्छु अहिले पनि? एक्लै छु, यसो अब एक्लै बसेर काम गरिरहेको छु अनि साथीसँग बस्या हो। बस्नु चाहिँ अनि साथीहरू घर जानु भएको छ अहिले, सबै आफ्नो अनि म चाहिँ एक्लै। ठिक छ राम्रोसँग बस। कहाँबाट भगवानले जोइन हुन पुऱ्याएछ त तिमीसँग? के म त हजुरको जहिले लाइब्रेरी हेरेर बस्छु। ल जोइन भइहाल्यो, साथी बनिहाल्यो डोना फुच्ची। आजदेखि नयाँ साथी भेटेको छु ल मैले। अब सधैँ आउनु नि। आइराख्छु नि म, बोलाउन तिमीले बोलाउँदिनौ त। अबदेखि त भेटघाट भएर आइहाल्छु नि म है। राम्रोसँग बस्यो, त्यस्तो सोच्ने होइन। दाजुभाइसँग खचबच भयो होला, झगडा पर्यो होला, के भयो होला, तर एक न एक दिन सब थाहा हुन्छ। जब दिमाग आउँछ तब ओहो दाजुलाई पनि दिमाग आओस्, बहिनीलाई पनि दिमाग आओस्, दुईजना। होइन बिहे भइसक्यो, दिमाग आइसक्यो, बट पैसा नभएर मलाई सबैले हेप्या। कहाँ हो तिम्रो घर? मेरो घर चाहिँ सिरा जिल्ला हो, 2 नम्बर प्रदेशमा। ठिक छ राम्रोसँग बस। हेर अब के गर्नु त यार, लास्टै दुःख लाग्यो सुनेर। दुःख छ के गर्नु, राम्रोसँग काम गर है। ल डोना फुच्ची लाग्यो। नाम चाहिँ डोना फुच्ची किन राखेको भन त? नाम मन परेर हो। नाम चाहिँ एल्बिना छेत्री हो, तर ल
हुन्छ ल राम्रोसँग बस गुड नाइट हस् गुड नाइट बाई बाई ल ह्याप्पी तिहार थ्याङ्क यू सेम टु यु भन्दै थियो होला काट्यो अब के गर्नु गाह्रो छ है दाजुभाइको रिस्ता पनि के दाजु बहिनीको रिस्ता पनि के खालको हुन्छ यार भनौँ न सो स्याड यार त्यस्तो दाजु बहिनीको रिस्ता कहिले पनि त्यस्तो नराम्रो नहोस् यार बिहे गरेर आफ्नो बुढीलाई टक्क बुढीसँग बिहे गरिसकेपछि माया साया परेर टक्क बुढीसँग अलग्ग भएर बस्छन् नि दाजु दिदी बहिनीहरू छोडेर त्यस्तो चाहिँ कहिले पनि नहोस् आफ्नो बुढीलाई पनि ठाउँमा राख्न सिक्नुपर्छ आफ्नो बहिनीहरूलाई पनि ठाउँमा राख्न सिक्नुपर्छ है त्यस्तो कहिले पनि नहोस् यार च्याट लभ यु आमालाई पनि ठाउँमै राख्नुपर्छ अलिकति ठाउँ यताउति भएन फेरि गाह्रो हुन्छ बुझेको भएन याद गर्नु आकाङ्क्षा गयो नेट आयो अरे हो ओके ग्याङ के छ कि बहिनीले राम्रोसँग भन्न खोजिरहेको छैन के बहिनीले आफूले खुलेर भन्न सकिरहेको छैन मायाले सपोर्ट गरिदिनु होला है च्याट मेरै लागि भने पनि सपोर्ट गरिदिनु होला यो त मेरै लागि हो भनेर पनि सपोर्ट गरिदिनु होला कुलबैकै नामको लागि भयो भने सपोर्ट गरिदिनु होला च्याट जति पनि जना हुनुहुन्छ ओके हाम्रो आजको एम राख्नेछौँ 100K पोइन्ट्स एम राखौँ है म्याचको ओके 100K पोइन्ट्स एम राखौँ माया गरिदिनु होला उसको यी सेवाहरू अहिले यतातिर दिन पनि मिल्दैन हाल्यो भने आइडी पनि ब्यान हुन्छ होइन बहिनीलाई पनि थाहा छैन होला तर यसो मिलाएर गर्नु होला मिलाएर बहिनीले ब्याङ्क स्याङ्क दियो भने यसो बुझ्दैन कनेक्ट भएर पक्क बोलाउँछु दार्जिलिङ जिल्ला मेची सहरतिर छिरे माता आबासँग छ जोइन गर्नुहोस् पठाइरहेको छु त मैले सिङ्गल बस्ने भन न सिङ्गल बस्ने भन त बहिनीलाई बिहे गरिसकेपछि थाहा हुन्छ कुलबाई तिम्रो पनि त्यस्तो हुँदैन बुझेन त्यस्तो हुँदैन बहिनी बिहे मात्र होस् न जानेको छु कहाँ गयो त बुनु नजरों से नजरें मिली तो जन्नत से बहकी दुआएं नेटले कामै गराइदियो के मेरो पनि नेट हैन तेरो टावरको लाइनै काटिदियो हेर्दा यहाँ आज के हो यो दाइको वा लाइन काटिसक्यो मैले आइ भाउजूलाई पनि जोइन गर्दै थिएँ आइ दिदीलाई पनि कोलाई आइ दिदीलाई जोइन गर्दै थिएँ ए दिदी भन्न भाउजू किन बोल्न लाग्छ बे याद गर भन्दैछु ए ठिक छ बुनु अहिले नेट राम्रो भयो तिम्रो चलिरहेछ अहिले त ल बाबु टुल्लु मेरो भाइ ल ल बुझि नि तैँले बास यतिको हुनु पर्यो के चल बुनु एक्सेप्ट गर लाइट गएको छ त्यही पनि दादा जहिले पनि छ रेडी आयो छैन आएको पठाऊ त तिमी पठाऊ त किन भइरहेको छैन कि किन भइरहेको छैन बहिनी तिमीले प्ले स्टोरमा गएर अपडेट गरेको छैन होला अपडेट गरेर पहिला जाऊ कसरी मलाई त ओहो के गर्नु यार म खासै टिकटकै चलाउँदिनँ
तिम्रो एज अलिकति कम छ कि के हो? खै एज रिस्ट्रिक्सन पनि हुन सक्छ। उताबाट पठाउनु त। पठायो भने हेर त। आयो आयो एक्सेप्ट हान त बुनु। एक्सेप्ट हानेछु रिङ भइरहेको छ कि। ए पख एउटा टुलुलाई बोलाउँछु 2 वर्सेस 1 हानौ। पख टुलुलाई बोलाउँछु 2 वर्सेस 1 हानौ। त्यति बेला चाहिँ हुन्छ। दादा कहाँबाट सम्झिनु म भन्ला फेरि। हेर त दाइ म कट भयो एकछिन कट गर्छु दाइ। ल ल ल ल रुद्र तिमी एकछिन जाऊ त। रुद्र तिमी एकछिन जाऊ न। रोख है काटिहाल्छु रोख है। भयो चल भाइ। हजुर दाइ एक्सेप्ट गर। बहिनी एक्सेप्ट हान। आयो एक्सेप्ट हान। मेरो फेरि यस्तो नेटले फेरि कामै गरेको छैन कि। त्यही भनेको त लास्ट साइको भइसक्यो यार। नेटले कामै गरेको छैन के भइरहेछ के भइरहेछ। मेरो त नेटै कामै गरेको छैन दाइ। अर्चना तिम्रोमा नेट भएको छैन नानु? ए एक्सेप्ट गर। एक्सेप्ट आइ गए। एक्सेप्ट गर त। एसबी हुन्न के अब हाम्रो जस्तो अब टेक्नो फोनतिर हुँदै हुन्न। के फोन रे टेक्नो? ए टेक्नो त त्यो मोबाइललाई तल भुइँमा राख्नु नि फेरि टेक्दिनु के। त्यही त भने एसबी एकचोटि भइदिएपछि राम्रो हुन्थ्यो। एसबी हुँदैन के मेरोमा त फेरि। ए नो अपलोड देखाइदिन्छ यहाँ। के देखाउँछ तनावै भयो यार। तनावै भयो। भोलितिर यस्तो तिम्रोमा एसबी भइरहेको छैन। अब के गर्ने नानी? अब हेर तिम्रोमा एसबी देखाइरहेको छैन मेरोमा त्यस्तै देखाइरहेको। को छ साइडमा अलिकति? तिमी मोबाइल चलाउन जान्ने को छ? मोबाइल चलाउने को छ उतातिर भन गरे। म सबैभन्दा तल आएको छु। अघि देखाएको थियो लाइभ इन गरेर आउँदाखेरि अपडेट देखाएको थियो अनि मैले के गरेँ। त्यहाँबाट प्ले स्टोर भन्ने हुन्छ। आयो आयो ल आयो तर एक्सेप्ट। एत्तेरिका एसबी भइरहेन के मेरोमा पनि दाइ। अघि अपडेट देखाएको थियो कि मेरोमा अनि मैले हेर्दै प्ले स्टोरमा जाऊ। प्ले स्टोरमा गएर एपमा जाऊ बहिनी। हजुर प्ले स्टोरमा जाऊ हैन। त्यहाँ टिकटक सर्च हान। हजुर डाउनलोड गर्नेवाला प्ले स्टोर हुन्छ नि। थाहा छ त्यो? बहिनी फेरि एस्थेटिकै रहेछ। सुन त। हजुर प्ले स्टोरमा जाऊ अनि अर्को फोनबाट गरेर देखाउँ। मसँग अर्को फोनै छैन भनेको के। मेरोमा त एप स्टोर हुन्छ नि त। अनि पख बहिनी यता हेर। हेर है एप स्टोरमा जाऊ होइन। ल नेटै चलेको छैन फेरि। भन्नु नि म बुझ्छु।
एकछिन काट यो काट त प्ले स्टोरमा जाऊ टिकटक सर्च गर त्यहाँ अपडेट देखाउँछ अपडेट गर त हस् जाऊ त यतिकै काट नकाट लाइभ नकाटिकन जाऊ एप स्टोर भनेको प्ले स्टोर ओहो यार बहिनीलाई नै इरिटेट भइसक्यो जस्तो लाग्यो नि मेरो आवाज सुन्दा सुन्दा है त्यो उसको रियाक्सन देख्दाखेरि त्यस्तै फिल भयो यार म त कति बोलेको भाइ दाइ भनेर भन्नु फेरि कहो न कहो ये आके बोलती है ओ सनम Zali brother, you aren't cool boy. Come in Georgia. Zali Pantera. अली भाई इधर हो आप अली भाई इधर हो आप What you can, cool अली भाई boy. इधर हो आप आपको एक बात बोलना है बस इधर हो अली भाई Make it best of three. Best of three. Cool boy. Show me. मैं आपको बताएगा रुक जाओ Oh no, 2-2. हजुर दादा 1 versus 2 okay No, 2-2. Show me what you can. 1 versus Show me you what you can. Okay. Listen to me, my friend. I am listening to one of the troubles, the bubble trees. I'm अली भाई क्या बोल रहे हो I can't tell more you Okay. I can say what you say. 2-2. Zaliko is very strong. Zaliko is very strong. მე უკვე უთხარი ამად ბრატ. Jaliko is strong Yes, very strong. 2-2. Let's see. Best दादा of three. बोल्न चाहनु न योलाई हराउनु पर्यो त Let's go. We started now. And Come best on, of three. cool boy. Why I am cool boy Panteras. भाई ये लोग क्या बोला मेरे को नहीं समझ आया पर मैच जितना है Krishna Shenitsi. Ეხა მომისმინეთ. 1v3 नै ट्राई गर्दै थिए कि अब यो छोटा किङ त नेपाली नै हो यो मान्छे नेपालीसँग के भिड्नु नेपाली नेपाली जुध्यो भने तनाव हुन्छ बुझेनौ दुईजनाको ढाडै भाँचिदिन्थ्यो अहिले एक्लैले सुतेरै कि अस्ति चाहिँ सुतेरै तेरिका यार बोल्न पनि अल्छी लाग्छ यार ल यतिकै बस्छु यार $2492 सँग भिड्नु 10,000 सँग 2,000 सँग भिड्नु तेरिका यार बुस्टर लगाएर अझै उता हेर न त चलपल केटाहरू चलपल हेर उतापट्टि ओहो त्यहाँ हेर न चलपल बुस्टर लगाएर 2,000 पुगायो कनी कनी स्कोर मजाक चाहिँ हट्के होइन साँच्चीकै भन्दैछु बुस्टर लगाएर त्यहाँ कनी कनी 2,000 पुग्यो तेरिका यार त्यही चुप लागेर बस्छु कि अहिले हान्छु दनख अहिले गाडीभित्र बसेर हेर नि त्यहाँ चलपल बिटिएम पुतिन जस्तो देखिरहेको छ जालीको भनेर के गर्नु यार यति त काने पोखरीको जङ्गलको केटाहरूले खाइदिन्छ यो 2,000 स्कोर त सोधिदिउँ कि के हो यार निन्द्रा पो लगाइदियो त यार अल्छी लाग्यो कि जोस नै छैन 2-3 लेखेर 2-3 के आएको छ त्यहाँ हेरेर त्यो के भन्छ यसलाई त्यो लगाएर पनि 3,000 स्कोर कटेको छैन यार तेरिका केटाहरूले नाकै फुटाइसके यहाँ हातको कमाल मात्रै हो फेरि यति अब त्यहाँ हेर बुस्टर सुस्टर लाग्यो हैन बुस्टर लाग्यो 3,000 कटिरहेको छैन यार बुस्टरमा त्यहाँ हेर कति बेजे थियो कति
के बस्छ यार त्यहाँ कनेर बा हो पुग्यो कहिले कहिले त लाग्छ गाउँ गइदिउँ कि जस्तो पनि लाग्छ यार नेट सेट नचल्ने ठाउँमा कतै गन्नाबारीको बिचमा गएर खटिया सटिया लगाएर झोलसुल लगाएर सुत्दिउँ कि जस्तो पनि लाग्छ यार यस्तो देख्दा यो त हाम्रो हस्तकला मात्रै भइरहेको छ क्या अहिलेसम्म बुझेनौ हस्तकला मात्रै हानिरहेछन् केटाहरूले उता दुनियाँ आदि तयार गरेर औरा गीत बजाउनु औरा गीत के बजाउनु यार के औरा देखाउनु जुम्रा सुम्रा हेरिदिने मान्छे भयो भने ओहो बुस्टर सुस्टर लगाएर अब त्यहाँ बादल लगाए केही मतलब छैन हारे भने पनि जित्यो भने मलाई मतलब छड्दा हाम्रो पनि बुस्टर लाग्यो त के हो केटाहरू हाम्रो पनि बुस्टर दियो त दनक यस्तासँग भिड्नु तेरिका यार 1-0 Listen to me. Take your people and goodbye. Listen to me. It was my first game. It was my first game. When you strong, come back. Okay? When you strong, come back. 5 minutes waste भयो नि हाम्रो You have boats, you don't have people. When you strong, come back, okay? You don't have people. You याद गर्नु दुनियासँग come, you 1v2. Okay. او شنی تو ددارمو خبلا میتماشد گخوات ابي خبلا میتماشد سوچي راگین دو دخم यस्तो डायलग हान्छु नि हेर्दै यस्तो डायलग हान्छु हेर्दै के